नमस्कार, म सूरज सुजन बोहरा पेन प्लस फिल्ड अफिसर बर्दिया पेन प्लस केन्द्रमा विगत 3 वर्षदेखि कार्यरत छु। हामी चाहिँ बर्दिया अस्पतालमा यो पेन प्लस कार्यक्रम चाहिँ विगत 3 वर्षदेखि सञ्चालन गरिरहेका छौँ। यसमा चाहिँ हाम्रो नसर्ने रोगहरूमा पनि जटिल रोगहरूको चाहिँ हामीले व्यवस्थापन गर्दै आइरहेको छौँ। यसमा चाहिँ हाम्रो सुगरको सुई इन्सुलिन लगाउनु पर्ने सुगरको बिरामीहरू सबै हामीले आउनुहुन्छ। यहाँबाट निःशुल्क इन्सुलिनहरू पनि पाउनुहुन्छ, लगायत ग्लुकोमिटर लगायत त्यसमा इन्सुलिन पेनहरू स्ट्रिपहरू सबै कुराहरू हामीले चाहिँ प्रोभाइड गरिरहेका हुन्छौँ। र सँगसँगै चाहिँ हामीले चाहिँ सिकल सेलका बिरामीहरूको पनि हामीले यहाँबाट व्यवस्थापन गर्छौँ। यसमा चाहिँ सिकल सेलको बिरामीलाई हामीले चाहिँ अन्डा पनि मासिक रूपमा चाहिँ दिइरहेका हुन्छौँ। र सँगसँगै 6 वर्षभन्दा माथिको बिरामीहरू छ भने उनीहरूलाई चाहिँ हामीले पिसिबीको न्युमोनियाको भ्याक्सिन हो PCV13 भन्ने त्यो खोप चाहिँ हामीले निःशुल्क प्रदान गरिरहेका छौँ। त्यसै गरी चाहिँ हामीले थ्यालासेमियाका बिरामीहरूलाई पनि यहाँ व्यवस्थापन गर्छौँ। यसमा चाहिँ विगतमा चाहिँ हामीले चाहिँ औषधि व्यवस्थापनमा सहयोग गरेको थियौँ भने अहिले चाहिँ हाम्रो EDCTबाट चाहिँ औषधिहरू चाहिँ निःशुल्क प्रदान भएकोले गर्दा चाहिँ अहिले औषधिको भार चाहिँ हामीलाई कम भएको छ। र हाम्रो चाहिँ बिरामीहरू जुन थ्यालासेमिया र सिकल सेलका बिरामीहरू छन् उनीहरूलाई चाहिँ रगत चढाउनु पर्ने हुन्छ र त्यो रगतको व्यवस्थापनको लागि पनि हामीले रेड क्रसलाई हामीले सहयोग गरेर विभिन्न उपकरणहरू लिएर चाहिँ हामीले चाहिँ PCV भन्छ प्याक सेल ब्लड भोल्युम, त्यो चाहिँ रेड ब्लड सेलहरू मात्रै हो। यो चाहिँ हामीले चाहिँ खास गरी हाम्रो यो अहिले कार्यक्रम विद्यालय स्तरमा केन्द्रित गर्नुको उद्देश्य विद्यालय स्तरमा हामीसँग चाहिँ यो मुटु रोग सम्बन्धीको बिरामीहरू पनि यसमा पेन प्लसमा पर्छ। यसमा चाहिँ मुटुको बाथरोग भन्छ, मुटुमा समस्या हुने यो विभिन्न घाँटी दुख्ने, ज्वरो आउने लगायतका समस्याले गर्दा हाड जोड्ने दुख्ने पछि गएर चाहिँ यो बाथ ज्वरो चाहिँ विकास हुने भएकोले गर्दाखेरि हामीले चाहिँ रोग चाहिँ समयमै पत्ता लगाएर चाहिँ यसको उपचारतर्फ चाहिँ समयमै गर्न सक्यौँ भने पछि हुने कम्प्लिकेसनहरू चाहिँ कम हुन्छ भन्ने हिसाबले यो सुरु गरेको। र यसमा चाहिँ हामीले चाहिँ सँगसँगै विद्यार्थीहरूलाई चाहिँ अवेरनेस पनि होस्, जानकारी पनि होस् भन्ने हिसाबले चाहिँ हामीले सुरु गरेका थियौँ। यो चाहिँ गुलरिया नगरपालिका 2टा स्कुलमा चाहिँ सुरु भएको थियो र यो चाहिँ हाम्रो धुर्ब र बङ्गलामुखी स्कुलमा। र यसमा चाहिँ हामीले ओभरअलमा चाहिँ लगभग 500 जनाको हाराहारीमा विद्यार्थीको मुटु जाँच गर्ने र त्यसबाट मुटु रोग छ कि छैन भन्ने पत्ता लगाउनु भएकोले गर्दाखेरि हामीले चाहिँ कक्षा 7, 8 चाहिँ हाम्रो बङ्गलामुखीबाट र दुर्गामालीबाट 7, 8 र 9 क्लास गरेर चाहिँ इको जाँचहरू पनि गऱ्यौँ। सँगसँगै विद्यार्थीहरूलाई चाहिँ अवेरनेसको लागि चाहिँ हामीले बुकहरू पनि एउटा स्कुलमा चाहिँ हामीले सुरु गरिसकेका छौँ भने हाम्रो बङ्गलामुखीमा चाहिँ बाँकी छ। त्यसमा हामीले उहाँहरूलाई बुकहरू मेटेरियलहरू प्रदान गर्छौँ। क्लासमा पनि उहाँहरूले चाहिँ मुटु रोगको बारेमा जानकारी गराउँछौँ। यो इको स्क्रिनिङमा चाहिँ हाम्रो बङ्गलामुखीबाट लगभग हाम्रो चाहिँ 180 जना जति चाहिँ हाम्रो चाहिँ मुटु जाँच भएको छ। र यसमा चाहिँ 3-4 जनाको चाहिँ अलिकति समस्या देखेको छ। त्यो आत्तिनुपर्ने समस्या चाहिँ होइन। यसमा सामान्य औषधि र समयमा 2-3 वर्ष 1-2 वर्षमा चाहिँ मुटु जाँच चाहिँ पटक गरेर राख्नुपर्छ। र यसमा चाहिँ केही हामीले चाहिँ हाम्रो तर्फबाट गर्नुपर्ने कुराहरू छ भने हामी यसको लागि व्यवस्थापन गर्छौँ। र अन्त्यमा चाहिँ अब हजुरहरूले चाहिँ यो कार्यक्रम चाहिँ स्कुलमा चाहिँ गराउनको लागि स्वीकृत गरेर प्रदान गरेर चाहिँ हामीलाई सहयोग गरिदिनु, त्यसको लागि सम्पूर्ण परिवारलाई चाहिँ धन्यवाद। त्यो सबै अलिकति बोल्न मिस्टेक भयो क्या, त्यो बच्चाहरू पनि सबै ल्याएको थियो फोटोहरू जोडेर बनाउँछ।